जनताले एउटा सानो देशमा पनि यदि चाह्यो भने 10वटा छुट्टै अलग देश होस् भन्ने चाह्यो भने त्यो त्यही अनुसार नै हुनुपर्छ भन्ने मान्यता हो र त्यो जनताले निर्धारण गर्ने कुरा हो। हामीले वा कुनै एउटा नेताले कुनै पार्टीले निर्धारण गर्ने कुरा होइन कि कतिवटा देश हुने भन्ने कुरा त्यो हुँदैन। जनताहरूले बिस्तारै यो कुरा बुझिराखेका छन् र बुझ्दा अहिले कति दिन पो भयो 4-5 महिना भयो म गिरफ्तार भएको र यतिकै दौरानमा पनि तपाईँ हेर्न सक्नुहुन्छ जनमत कसरी ओर्लिएर चाहिँ तपाईँको स्वतन्त्र मधेसका पक्षमा आइराखेका छन्। अहिले अब यी 30 दल अहिले चाहिँ आन्दोलनरत छ भनौँ, उनीहरूको तपाईँ कार्यक्रममा गएर हेर्नुहोस् मान्छेहरूको उपस्थिति प्राय त्यति राम्रो देखिएको छैन। तर हामीहरूले बिना कुनै खर्च बिना कुनै तयारी कतै कार्यक्रम राखिदियौँ भने अहिले स्वतन्त्र मधेसको लागि त्यहाँ मान्छेहरू उर्लेर हजारौँ सङ्ख्यामा आइराखेका छन्। जनमत भनेको त्यो हो। त्यसले हामीले बुझ्न सक्नु पर्यो कि जनमत कतातिर जाँदैछ र निश्चय नै मधेसको जनमत हेर्ने हो भने अहिले स्वतन्त्र मधेसको पक्षमा उर्लेर आइरहेको यो मुद्दा जुन आजादीको कुरा छ, स्वतन्त्रताको कुरा छ, त्यो कुनै पार्टीले पाउने होइन, कुनै सङ्गठनले पाउने होइन, कुनै व्यक्ति विशेष वा नेता विशेषले पाउने हो। त्यो भनेको जोसुकैले पनि त्यो स्वतन्त्रता ल्याउने हो भने, मधेस आजाद हुने हो भने, मधेस स्वतन्त्र देश बन्ने हो भने त्यो सबैले पाउने कुरा हो र त्यही भएर यसमा चाहिँ कुनै नेताले गरेर सम्झौता गरेर धोका दिने कुरा हुँदैन, कुनै पार्टीले सम्झौता गरेर सरकारमा बनाउनको लागि यो आन्दोलन हुँदै होइन र त्यही भएर यसमा चाहिँ धोका हुने कुरा चाहिँ छँदैछ। पाएपछि त मधेस स्वतन्त्र भयो र त्यो सबैले औपनिवेशिक शासनले ग्रसित छ भने त्यो कुनै पनि विश्वको कुनै पनि ठाउँको कुरा गरेको मैले त्यो निश्चय नै मुक्त हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ। यो एउटा चाहिँ त्यो प्रमुख आधार हो। अर्को आधार भनेको ऐतिहासिक आधार हो। हाम्रो आफ्नै राजा हुने गर्थ्यो। गोर्खालीहरूले अतिक्रमण गर्नुभन्दा अगाडि हाम्रो आफ्नै राजा हुने गर्थ्यो, हाम्रो आफ्नै राज्य थियो, त्यहाँको आफ्नै स्वशासन थियो र त्यो आधारमा पनि हामीले चाहिँ मधेस स्वतन्त्र हुनुपर्छ भनिरहेका छौँ। र अहिले जुन मधेस तपाईँले नेपाली साम्राज्यसँगमा गाभिएको छ त्यो मुख्यतः दुईवटा सन्धि, सन् 1816 र सन् 1860 को सन्धि मार्फत अङ्ग्रेजहरूले नेपालको राजालाई प्रदान गरेको र त्यो आधारमा चाहिँ हामी के भनिरहेका छौँ भने मधेस चाहिँ स्वतन्त्र हुनुपर्दछ। किनभने त्यस पछाडि पनि अब जस्तै सन् 1950 को सन्धि भयो नेपाल भारत सन्धि, त्यसमा लेखेको चाहिँ विगतका सबै सन्धिहरू खारिज हुनेछन् र त्यो सन्धि खारिज हुनु भनेको त्यो अङ्ग्रेजले दिएको यो मधेसको भूभाग नेपालको राजाले दिएको सन्धि पनि खारिज हुनु हो र त्यो आधारमा पनि मधेस स्वतन्त्र हुनु आउँछ। 2001 मा त्यसको पछाडि 50 वर्ष पछाडि चाहिँ गएर 23% चाहिँ 33% हुन पुग्यो। अहिले त्योभन्दा पनि अलिकति बढी नै होला। अनि यसरी एकहोरो तरिकाले एकातिरबाट मात्रै बसाइ सर्ने क्रम जारी छ। यो भनेकै कोलोनाइज हो। यदि मधेसबाट पनि उत्तिकै सङ्ख्यामा गएर पहाडतिर बस्यो भने फेरि यो माइग्रेसन, सिम्पल माइग्रेसन हुन्थ्यो। यहाँ चाहिँ शासक वर्गका मान्छे मात्रै एकातिरबाट अर्कोतिर गएर बसेको हुनाले यो चाहिँ कोलोनाइज भएको हो। त्यस्तै अर्को आधार लिनुहुन्छ भने आर्थिक नीतिको आधारमा पनि यहाँ कोलोनियल रुल, औपनिवेशिक शासन भएको हामी निचोड निकाल्न सक्छौँ। औपनिवेशिक शासनमा के हुन्छ भन्दाखेरि शासक वर्गका मान्छे अर्को ठाउँमा जान्छन्, त्यहाँ जति पनि साधन स्रोतहरू हुन्छ, जति पनि आर्थिक कुराहरू लाभहरू हुन्छ त्यो सबै लिएर आफ्नो जुन ओरिजिनल ठाउँ हुन्छ जहाँबाट आएका हुन्छ त्यही चाहिँ लिएर जान्छ। र मधेसमा त्यही भइरहेको छ। मधेसमा जति पनि राजस्व उठ्छ, जस्तै 75-76% भन्दा बढी नै राजस्व त्यहाँबाट उठ्छ, तर त्यहाँ लगानी गर्ने बेलामा तपाईँको मुस्किलले 10% लगानी गरे हुन्छ बजेट। भने यहाँ के देख्यो भने त्यहाँको साधन स्रोतहरू सबै राजस्व भयो, ट्याक्स भयो, सबै लिएर आउने, तर त्यहाँ लगानी नहुने। भने यहाँ आर्थिक नीतिको आधारमा पनि के देख्यो भन्दाखेरि तपाईँको औपनिवेशिक शासन रहेको पुष्टि हुन्छ। भने यस्ता अनेकौँ अझ थप भन्यो भनेदेखि सन् 1958 सम्ममा पनि मधेसीहरूलाई नेपाल यानि काठमाडौँ आउनको लागि भिसा लिनु पर्थ्यो त्यति बेलासम्म। यो पनि एउटा प्रमाण हो कि हामी चाहिँ अलग, त्यति बेलासम्म पनि एउटा अलग इन्टिटीको रूपमा मौजुद थियो भनेर प्रमाण औपनिवेशिक शासनले आउँछ। एक ठाउँमा आमसभामा भन्दै गरेको छु, मेरो लिखित दस्तावेजहरू खुलेआम मजाले स्पष्ट शब्दमा लेखेको छ भने त्यो बयान फेर्ने भन्ने कुरा हुँदैन। चाहिने भन्दा बढी बदनाम चाहिँ गरिएको हो, तर खासमा यहाँ चाहिँ अलिकति कन्टेक्स्ट बुझिदिनु पर्थ्यो। हाम्रा पत्रकार बन्धुहरूले पनि जसले पनि हेरे पनि त्यो कन्टेक्स्ट बुझिदिनु पर्थ्यो। त्यो चाहिँ कुनै हाम्रो राजनीतिक दस्तावेजमा प्रयोग गरिएको शब्द होइन, त्यो चाहिँ एउटा आत्मकथामा लेखिएको र आत्मकथा भनेको एउटा साहित्यिक कृति हो। त्यसमा त्यही अनुसारको शब्द चयन गरिन्छ, जुन अनुसारको भाव वेट देखाउन खोजिन्छ त्यही अनुसारको हुन्छ। र त्यो चाहिँ जुनसुकै साहित्यिक कृति, तपाईँ अलिखित उपन्यास हेर्नुहोस्, भिपी कोइरालाका किताबहरू हेर्नुहोस्, अहिले नारायण वाग्लेका किताबहरू हेर्नुहोस्, प्रशस्त त्यस्ता गाली गलौजका शब्दहरू त्यहाँ पाइन्छ। किनभने साहित्यिक कृतिले त्यस्तो डिमान्ड गर्छ, कन्टेक्स्टले त्यस्तो डिमान्ड गर्छ। त्यसले के देखाउँछ भने कति फ्रस्ट्रेसन लेभल कुन लेभलमा छ भनेर देखाउनलाई त्यस्तो शब्दको चयन गरिन्छ। त्यसमा चाहिँ लेखावटको आधारमा त्यो कुनै राजनीतिक दस्तावेजमा थिएन, त्यो चाहिँ बुझिदिनु पर्थ्यो। कन्टेक्स्ट देखिएको छ,
त्यो लेखिएको छ कि किन त्यो वर्ड, किनभने त्यहाँ चाहिँ अलिकति ग्ल्यामराइज गरिन्छ, हामीलाई केही सिकाइन्छ, अनि त्यो कसरी गराइ र सिकाइमा फरक कसरी छ हुने कुरा र भन्ने कुरामा कसरी फरक छ भन्ने कुरा देखाएर नि त्यहाँ त्यो वर्ड युज गरिन्छ। त्यो जस्टिफिकेसनमा त्यही प्याराग्राफमै दिएको छ, त्यहाँ पुरै प्याराग्राफ हेऱ्यो भने